यसलाई चाहिँ सोयाबिनलाई चाहिँ यसरी बोइल गर्ने, त्यसपछि तार्ने, अनि यो पानी हुनु हुँदैन, गिलो हुनु हुँदैन। अब यसलाई चाहिँ तातै यसरी कुट्नुपर्छ। हामी चाहिँ यसै गरी बनाउँछौँ। मसिनो हुने गरी कुट्नुपर्छ। यतिको चाहिँ बनाउनुपर्छ क्या। सबै मैले कुटिसकेँ। अब यसमा चाहिँ कोदोको पिठो राख्ने, माथिबाट अलिअलि। अब यो चाहिँ मैले फोइलमा पोको पारेँ। अब यो तन्नामा चाहिँ यसलाई तन्नाले कभर गरेर अब यो तातो ठाउँमा राख्नुपर्छ, घाममा राख्नुपर्छ। घाममा छैन भने तातो ठाउँमा राख्ने। अब 3 दिन पछाडि चाहिँ यो किनेमा चाहिँ उठिसक्यो, रेडी भइसक्यो। राम्रो बनेको छ। यस्तरी काउलो आउनुपर्छ क्या, त्यो च्याप हुनु यस्तो। यो भयो भने चाहिँ मिठो, राम्रो बनिएको भनौँ न। यो चाहिँ एकदमै राम्रो बनेको छ। अब यसलाई चाहिँ यसरी घाममा सुकाउने। यसलाई चाहिँ सुकाउनुपर्छ घाममा। घाम त लागेको छैन, त्यही पनि अब